औरत भंडार बहुत दिया, लक्ष्मी भंडार बहुत दिया। इस बार हमको मर्द भंडार चाहिए सर। हम लोग को क्या कुछ नहीं मिलेगा क्या ड्राइवर लोग को कभी भी? हैं? हम लोग को भी चाहिए ड्राइवर भंडार। ड्राइवर एकता जिंदाबाद। हामी चाहिँ के बासको ठुटा हामीलाई पनि चाहिन्छ अब भ्लगिङ भण्डार। भ्लग गर्ने केटाहरूलाई भण्डार चाहिन्छ, भ्लग गर्ने केटाकेटीहरूलाई भ्लग गर्ने भण्डार चाहिन्छ, भ्लगिङ भण्डार। कसैलाई लक्ष्मी भण्डार, कसैलाई मरद भण्डार, कसैलाई ड्राइभर भण्डार, कसैलाई के भण्डार। अब हामीलाई पनि भ्लगिङ भण्डार चाहिन्छ, भ्लगर। म चाहिँ सरकारलाई भन्न चाहन्छु कि हामीलाई मरद भण्डार पनि चाहिएन, ड्राइभर भण्डार पनि चाहिएन, ब्लगिङ भण्डार पनि चाहिएन। तर अवसर यति प्रदान गर्नुहोस् कि जागिरको लागि थुप्रै अवसरहरू प्रदान गर्नुहोस्, जागिरको भण्डार दिनुहोस्। किनभने हामी अपाइज होइन, आफै गरेर खानु सक्छ। तर जबको यति भेकेन्सी दिनुहोस् कि जसमा चाहिँ हाम्रो वेस्ट बेङ्गालको मान्छेहरू बाहिर आई काम गर्नु नपरोस्। हाम्रो सानसानो युवाहरू पढी लेखेर त बसेको छ नि, तर अब तिनीहरूकोमा केही अपर्च्युनिटी छैन। या त परदेशै लाग्नु पर्यो, जब भने नआएको बराबर छ। हाम्रोतिर जब पाउनुको लागि चाहिँ अब नेतासँग एकदम चिप्केर बसेको हुनु पर्यो या नेपोटिजममा हुनु पर्यो नेताहरूको। त्यही भएर हामी अपाइज होइन कि हामीलाई कुनै केटाहरूको लागि भण्डार होइन, जबको यति साह्रो भेकेन्सी होस् कि आफ्नै जग्गामा जब गरेर चाहिँ आफ्नो बुढा भएको आमा बाउलाई स्याहार्दै बस्नु पाओस्। घरकै भात खाएर कसै रहरले परदेश लागेको हुँदैन। त्यही भएर जबको भण्डार यति साह्रो खोलिदिनुहोस् कि हर जग्गा जबको अपर्च्युनिटीहरू होस्। अनि सरकारसँग यो बिन्ती छ कि तपाईँहरूले यो ड्रग्सको बारेमा, नसिले पदार्थको बारेमा अभियान चलाउनु अगाडि चाहिँ तपाईँहरूले जबको यति साह्रो भेकेन्सी छोडिदिनुहोस् कि हाम्रो युवाहरू कोही पनि त्यो कुबाटोपट्टि नजाओस्। किन भनेपछि अब जस्तै कोही जब गर्ने केटाहरू छ, हाम्रो सानसानो भाइहरू छ, तिनीहरूले ड्रग्स सप्लाई गर्दै गरेको देख्दैन, तिनीहरूले ड्रग्स तान्दै गरेको देख्दैन। पढी लेखेर बसेको युवाहरूलाई त एकदम हेरेसमेन्ट भइसकेको छ। अब जबको अफर छैन, तिनीहरूलाई अब डेली ताना, गाउँतिरबाट नि ताना आउँछ होला अरूले भेट्दा नि, यत्रो पढेर नि के हो भएको, कामै नगरी बस्छ भन्दाखेरि मनमा लाग्छ नि त। अब तिनीहरूले नि ट्राई त गरेको हुन्छ, तर पाउँदैन त, जबको अपर्च्युनिटी छैन। या त परदेश लाग्नु पर्यो, अब आफ्नो जग्गामा जबको भेकेन्सी छैन त परदेशै लाग्नु पर्यो। फेरि घरमा बुढो आमा बाउलाई एक्लै छोडेर कतिजनाको आउने मन हुँदैन। त्यो भएर पनि अब तिनीहरूले त्यो कुबाटोहरू अप्नाउँछ ड्रग्सको, या त आफै खाएर हिँड्ने, मातेर हिँडेपछि चाहिँ अब कसैको टेन्सनै छैन, टेन्सन फ्री भएर कति पीडाहरू लुकाउनु लागि नि यिनीहरूले सेवनहरू गर्छ। अब पैसा कमाउनु भनेर सप्लाईहरू गर्छ। पहिला यो अभियान चलाउनु अगाडि चाहिँ जबको भेकेन्सीहरू धेरैभन्दा धेरै खोल्नुहोस्। जति पनि ड्रग्स सप्लाई गर्ने, ड्रग्स तान्नेहरू हेर्नुहोस्, ज्यादा जस्तो तपाईँले अनइम्प्लोइड भेट्नुहुन्छ। त्यही भएर इम्प्लोइमेन्ट नै, यो ड्रग्सहरूलाई खतम गर्नुको लागि एउटा इम्प्लोइमेन्ट नै जरुरी छ। त्यही भएर इम्प्लोइमेन्टको यति साह्रो भेकेन्सी खोलिदिनुहोस् कि आफ्नै जग्गामा बसेर आफ्नो बुढा आमा बाउको सेवा गर्दै जागिर खानु पाओस्। अनि हामी अपाइज होइन, हामीलाई यो मरद भण्डार, ड्राइभर भण्डार, ब्लगिङ भण्डार, अरू भण्डार नदिए पनि हुन्छ, किनकि हामी हातखुट्टा सही सलामत छँदैछ। त्यही भएर तर अवसर चाहिँ हुनु पर्यो, भेकेन्सी चाहिँ हुनु पर्यो, त्यति भन्नु चाहन्छु। यो सरकारलाई मेरोबाट दरख्वास्त छ।